पानी हेर्नुहोस्, देख्न सक्नुहुन्छ पानी कति चिसो। मूल योलाई भनिन्छ मूलको पानी, देख्न सक्नुहुनेछ मूलको पानी। यता हाम्रो दाइ स्वच्छ मूलको पानी पिउनु भएको दाइ? दाइले मूलको पानी पिउँदै हुनुहुन्छ। हेलो, अब चाहिँ व्यस्तता अब चाहिँ अलिकति उकालो छ भन्दै हुनुहुन्छ। अब उकालो हिँड्दैछौँ, लट्ठी टेक्दै टेक्दै ठक ठक ठक। यता यता हेरौँ त, थाक्यो। गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ गेट। अब हाम्रो चाहिँ मध्य आइपुगेका छौँ। यो चाहिँ एकदमै गेट जस्तो छ, हेर्नुहोस्। होइन दाइ, ठ्याक्कै गेट जस्तो छ नि, हेर्नुहोस् न। हामी भित्र पस्यौँ। अब हामी यहाँ प्रवेश गर्दैछौँ पाँच पोखरी स्थित। अब बाँकी भिडियो चाहिँ हामी गन्तव्यमा गएर उहाँका अपडेट दिनेछौँ। यहाँ रवि भाइले एकदम फोटो खिचिरहेको अवस्था, एकदम सुन्दर। हाम्रो दाइ र दिदी फोटोको सेल्फी लिँदै हुनुहुन्छ। देख्न सक्नुहुन्छ यहाँ ग्राउन्ड जस्तै देख्न सक्नुहुनेछ, कति मजाको। यहाँ त अलिकति मजाले मिलायो भने त भलिबल ग्राउन्ड बन्ने रहेछ। देख्न सक्नुहुन्छ यहाँ गाईहरूले, यहाँ गाईहरूको गोबर देख्न कति मजाको अवस्था देख्न सक्नुहुन्छ। यहाँ एकदमै ग्राउन्ड जस्तो रमाइलो लाग्यो यो ठाउँ मलाई। जङ्गलको बिचमा अति सुन्दर देख्न सक्नुहुन्छ गाइस। यो चाहिँ लडेको रुख देख्न सक्नु, वहाँबाट देख्न सक्नुहुनेछ। तेर्सो गएर माथि उठेर पुरा माथि यसको हाँगाहरू। भाइले घाँस लियो। चाहिँ यसलाई हाम्रो नेपाली उबाट चाहिँ सिस्नो भनिन्छ, हिन्दीमा बिच्छु साग भनिन्छ। यसको चाहिँ दाल खाइन्छ, मिठो हुन्छ दाल। त गाइस देख्नुहुन्छ यहाँ खोल्साहरू सललल बगिरहेको अवस्था। आफ्नै गतिमा सानो खोल्साहरू अति सुन्दर। दाइले माथि अवलोकन गर्दै हुनुहुन्छ। प्रकृतिको काखमा अविरल अवरत गतिमा बगिरहेको अवस्था यहाँ देख्न सक्नुहुनेछ। कलकल बोक्ने एउटा सानो वाटरफल त होइन। अब गए उति रमणीय स्थलहरूको दृश्य यहाँले देख्न सक्नुहुनेछ। अति सुन्दर रमाइलो जङ्गलको मध्य बीच भागमा जङ्गलको दृश्य। ढुङ्गा, कस्तो ठुलो बडेमानको ढुङ्गा देख्न सक्नुहुनेछ माथि। सेल्फी स्ट्यान्ड यहाँनिर बसेर चाहिँ देख्न सक्नुहुनेछ। अति रमाइलो एकदमै प्राकृतिक। रवि भाइ स्ट्यान्डमा बसिरहेको अवस्था, घमक्क परेर है त।
यो रुख माथि भयो र भाइले राम्रो पहुँच दिइरहेको अवस्था हो भाइ यस यता दाइ चाहिँ एकदम मिलाइ खिचिरहनु भएको छ माथिबाट क्वार्टर रहेछ देख्न सक्नुहुन्छ क्वार्टर माथि यहाँ एकदमै यहाँ चाहिँ एउटा ट्याङ्की रहेछ सानो ट्याङ्की दिदी बहिनीहरू आउँदै हुनुहुन्छ अब एकदमै नजिक आइपुगेको छौँ हामी माई पोखरीको एकदम नजिकमा आइपुगेको छौँ हामी है त गाइस अब धेरै छैन अलिकति छ भन्ने कुरा गर्दै हुनुहुन्छ यहाँ दाइ दिदी बहिनीहरूले है त अब यहाँबाट चाहिँ अलिकति माथि देख्नु सक्नुहुन्छ कस्तो राम्रो फलेको आम्माम देख्नु सक्नुहुन्छ एकदम यो त जङ्गली चेरी जस्तै देखिएको छ बहुत दामी जङ्गली चेरी के वनस्पति यो एकदम लट्टम्म फुलिरहेको छ यो एकदमै चराचुरुङ्गीहरूले आहारको रूपमा यही खाने गर्छन् होला हेर्दाखेरि खाउँ लाग्दो खाइहाले पनि अलिकति पोइजन विषादी टाइपको हुन्छ यो यस्तो फलफुल त्यसैले खाइहाल्नु हुँदैन झट्टै धेरै घटनाहरू घटेको पहिले मैले सुनेको छु है त गाइस आहा सक्नुहुनेछ हामी चाहिँ यो बाटो आएको ल भाइ पानी भरौँ है पानी दाइले फोटो खिचिदिनुहुन्छ यहाँ मुलको पानी अब हामी भाइले पानी भर्नुभएको छ पानी पिउनु पऱ्यो कति मुलको पानी पानी पक्नु नानी पर मैले खाऊ बहुत चिसो फ्रिजलाई जित्ने रहेछ पानीले गाइस देउराली डाँडा आइसकेका छौँ एकदमै अब यहीँ मासतिर देख्न सक्नुहुन्छ देउराली डाँडाको मासतिर हामी अलिकति फुलपाती चढाउने छौँ ल गाइस देउराली डाँडा आइपुगेका छौँ गाइस यहाँ चाहिँ फुलपाती चढाउने एउटा किंवदन्तीमा यहाँ दिदी चढाउँदै हुनुहुन्छ यता गाइस दाइले पनि चढाउनु भयो है त म पनि चढाउने छु ल भाइले पनि चढाए अब चाहिँ यो अलिकति माथितिर माथि वेट गर्दै हुनुहुन्छ अब अलिकति छ बुट्यानहरू दिदीले निगुरो टिप्दै हुनुहुन्छ देखाउनुहोस् त दिदी निगुरो कस्तो राम्रो निगुरो जिरे निगुरो हो निगुरो देखाउँ त भाइ हाम्रो के भन्छ कुन निगुरो राईले चाहिँ भन्छ वाराङ खान हो के प्रजातिको निगुरो यो यो त तिते निगुरो भनिन्छ ए तितो खान मिल्छ नि खान एकदम ल यहाँ पर भिडियो सुट गर्दैछन् भाइहरू हेर्नुहोस् अब यताबाट जानुपर्ने रहेछ माता जाँदै हुनुहुन्छ अगाडि यहाँ हाम्रो भतिजो केटा पत्ता नै के निहुरेर हेर्दैछ यस्तो मजाले धेरै छैन बाबु निङ्गुरो खोज्दैछन् यता हेर निङ्गुरो देखाउ त वा निङ्गुरो ल अब चाहिँ अलिकति पर छ भन्ने अब आइपुगेको अवस्था अलिकति ओह्रालो
गाइस अगाडि दाइ दिदीहरू हिँड्दै हुनुहुन्छ। ल अब चाहिँ यो सम्म भएको हो। सर्फिन हुँदैन ल अझै छ भने सर्फिन हुँदैन भन्यो नि। अब अलिकति यो चाहिँ हाम्रो एउटा अँ यो 5 पोखरी मुनिको एउटा सुको पोखरी भनिन्छ। पुल्टे पोखरी सुके पोखरी यो पोखरी हो, यो पनि एउटा एकदम सुकेको। ए यो पनि पहिले सुकेको हो। हुन्छ यो सुकेको हो। सुकेको यो अच्छा उदो खोलेर ए यहाँ हातमा भाइले भन्नुहुन्छ यो पनि पहिले झन् नजिकमा झन् ढिलो नगर। पोखरी थियो र यो चाहिँ सुकिसकेको अवस्था। 5 पोखरी मध्ये पनि एउटा पोखरी नै थियो भन्ने एउटा किंवदन्ती। बिस्तारै हिँड्नु, यहाँ चाहिँ अलिकति बिस्तारै हिँड्नुपर्छ, पर्सिनु हुँदैन भन्ने पोखरी चाहिँ यहाँ सुकिसकेको अवस्था, जीर्ण अवस्थामा छ। एउटा बडै मानको ढुङ्गा देख्न सक्नुहुनेछ। यहाँ ढुङ्गा अब आइपुग्यो बहुत ढुङ्गा ठुलो जहाँ उयो छ त्यही है यहाँ अलिकति अगाडि छ भन्दैन छ, अलिकति माथितिर त्यति ठुलो बडै मानको कहाँनिर उयो छङ्गाइ छ नि। अच्छा त्यही हो। अच्छा त्यो छङ्ग भएको जग्गामा चाहिँ तर्सिनु हुँदैन। भाइले भन्दछ तर्सिनु हुँदैन अरे, पुरा सुकिसकेको अवस्था। यो होइन ऊ माथि खोलेको उयो हो, यहाँ छ नि माइली पोखरी थिएछ है त गाइस। पहिले फर्स्टचोटि प्रथमपल्ट यहाँ आएका छौँ, म चाहिँ आएको छु है त गाइस। भिडियो बनिरहनु होला। अब अलिकति माथि गएपछि हामी जो खास पोखरीको त्यहाँको भिडियो प्रस्तुत गर्नेछु है त गाइस। गुरु टिप्दै हुनुहुन्छ मजाले धमाधम, कति मजाले तिते निगुरो मन्दिरबाट पुगेर हुन्छ त रातो सेतो सेतो फुल चाहिएको छ नि। हल्दीको सेतो छ? सक्नुहुनेछ। बहुत मजा आएको। काँला भाइ अगाडि अगाडि हाम्रो मालदिरा पुरा जाँगर चलिरहेको छ। अगाडि अगाडि आजको हाम्रो नाइके। अच्छा यो पनि दलदल छ। यो पनि एउटा यो ठुलो एउटा पोखरी हो। अहिले जीर्ण अवस्थामा छ, सुकिसकेको अवस्था। यो पनि एउटा ढचा दिएको छ पर यो पनि पोखरी थिएछ गाइस, देख्न सक्नुहुनेछ। यो सबै सुकिसकेको अवस्था छ अहिले चाहिँ, एकदम जीर्ण अवस्थामा। दिन त्यस्तो भएर यति राम्रो अवस्था आज। अब कति अँध्यारो देखिरहेको दिन पनि एकदम घुरमुराइलो छ एकदमै। उयो देख्दैछ ऊ त्यो ध्वजा देखिएको, त्यो ध्वजा देखिएको चाहिँ त्यहाँ चाहिँ मेन एकदम तर्सिनु चाहिँ अब भएन ठुलो होइन। पोखरी। रवि फाइनली अब चाहिँ हामी 5 पोखरी आइपुगेका छौँ। यहाँ चाहिँ एकदम दलदल पानीको झिल सरा यहाँका दृश्यहरू देख्न सक्नुहुनेछ गाइस। यो चाहिँ एकदम पानी दलदल। यो चाहिँ 5 पोखरी मेन मुख्य दृश्य देख्न सक्नुहुनेछ। यहाँ एकदमै रवि यता यता टप एकदम उसमा रहेछ, बिच एकदम जङ्गलको मध्य भागमा पनि सक्नुहुन्छ। हेर्नुहोस् पुरा एकदमै ठुलो रहेछ। सायद यसको यो गहिराइ पनि होला है दाइ, एकदम गहिराइ छ भन्ने कुरो एउटा भनाइ किंवदन्ती। यहाँ अलिकति हामी दृश्य देखाउनेछौँ। 5 पोखरीको नजारा मुख्य यो चाहिँ कहाँ छ भन्दा चाहिँ दालिम टारको टप हजुर डाँडामा चाहिँ यो 5 पोखरी अवस्थित छ। हजुर तपाईँहरू चाहिँ दालिम 0 पोइन्टदेखि चाहिँ अहिले हामी चाहिँ हिँडेको 3.5 घन्टामा चाहिँ यहाँ हामी अराउन्ड 3-3.5 घन्टा अनि 3 घन्टा चाहिँ ट्याक्कैमा चाहिँ यहाँ हामी आइपुग्यौँ। हामी आइपुगेका छौँ। यहाँको दृश्यहरू देख्न सक्नुहुनेछ। एकदम वन जङ्गलको बिच मध्य भागमा रहेछ यो है गाइस। ल भिडियो बनिरहनु होला। ल हिँड्दै हुनुहुन्छ एकदमै, सायद हेर्दै यस्तो छ, यसको गहिराइ एकदमै होला गाइस। यो एउटा प्राचीन एउटा किंवदन्ती अनुसार यहाँको खास
विशेषताहरू होला नि पक्का पनि। त्यही भएर यहाँ यस्तो मध्य यस्तो वन जङ्गलको बिचमा देख्न सक्नुहुन्छ, बिच जङ्गलमा चाहिँ यस्तो एउटा पोखरी होइन। यो एउटा केही न केही सत्यता थियो होला यहाँ, सत्यता पक्का पनि होइन। एकदम एउटा यहाँ आउने गर्छन् धर्मावलम्बीहरू, यहाँ पूजा अर्चना गर्नका लागि एउटा मनको भाकल मन्नतको लागि। यो ध्वजाहरू देख्न सक्नुहुनेछ होइन, रङ्गी बिरङ्गी रङ्गीचङ्गी ध्वजाहरू। यो तेर्सो परेकोदेखि माथि यहाँ पनि खेल्ने अवस्था मजा आयो मजा। पुरै त्यो भयो आउनु भाउ। अब उपर गएर चाहिँ अब हामी पूजा गर्नेछौँ। देख्न सक्नुहुनेछ गाइस यहाँ अहिले पुरा एकदमै सम्मगम्म अवस्थामा। रमाइलो रहेछ। अलिकति चिसो अवस्था, एकदमै चिसै बढिरहेको छ यहाँ। ल यहाँनिर चाहिँ एउटा रहेछ, यहाँ यो के पूजा गर्ने ठाउँ भाइ? अच्छा पर यहाँ अब यो चाहिँ तपाईँको यो दाउरा चाहिँ के को लागि हो? होम पोल्नुको लागि। पानी यहाँ बडे ढुङ्गा निकाल न भनेको उता देख्न सक्नुहुनेछ यता। एकदमै वाउ। अब अलिकति म यहाँको भ्यू देखाउनेछु हजुरलाई है त। यो चाहिँ एकदम जङ्गल भएको माथि जङ्गल है, त्यो जङ्गल। अब यता मुनि चाहिँ पय पोखरी जुम गरेर अलिकति दामी हेर्नुहोस्। गाइस भिडियोमा गइरहनु होला। दीप जलिरहेको छ एकदमै लागि। ए माचिस भाइ अब चाहिँ परिक्रमा हुँदैछ गाइस। परिक्रमा गरिरहेका छौँ। भाइ बहिनीहरू पनि परिक्रमा गरिरहेका छन्। हस् ल राम्रो। यता दाइ र दिदीहरू पनि परिक्रमा गर्दै हुनुहुन्छ। ल राम्रो, मनोकामना पुरा होस्। ल गाइस अब चाहिँ हामी फाइनली यहाँ पूजा अर्चना समाप्तिपछि अब हामी चाहिँ आफ्नो वासस्थान घरतर्फ प्रस्थान गर्दैछौँ। त गाइस ल आजलाई चाहिँ बाई बाई। पाँच पोखरी आजलाई चाहिँ बाई बाई है त। फेरि मनोकामनाहरू मनोकाङ्क्षाहरू सबैको पूर्ण होस्। अझै राम्रो भएर जाओस् सबैको अलिफाप होस्। ल त भाइ सबैजना एकदमै भिडियो बनाएको ल खिचौँ भनेको त बस्नु ल भिडियो